गुड मर्निङ सबैजनालाई तथा सबैलाई नमस्कार। आज चाहिँ श्रावणको 16 गते शनिबारको दिन छुट्टीको दिन भएको हुनाले चाहिँ वडा नम्बर 5 को नेतृत्वमा आज ठिनी गाउँवासीहरूबाट चाहिँ यो भुतिथाङ पार्कमा चाहिँ वृक्षारोपण कार्यक्रम गर्न गइरहेको छु। आजको यो वृक्षारोपण कार्यक्रममा चाहिँ बोट बिरुवाहरू उपलब्ध गराइदिनु भएकोमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जौसमलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीले चाहिँ यहाँ चाहिँ धुपी सल्लाहको रुख, ओखरको बोट, चिलीको बोट, त्यसै गरेर पैयुँ फुलको बोट चाहिँ हामी रोप्न गइरहेको छु। हामीले गत सालहरूमा पनि यहाँ चाहिँ वडा नम्बर 5बाट खालाको रुख, आरुको रुख र चिलीको रुखहरू पनि रोपिसकेको अवस्था छ। हाम्रो चाहिँ मेन उद्देश्य भनेको आफ्नो गाउँ आफैले बनाउनुपर्छ भन्ने हिसाबले हो। र मुस्ताङ जिल्ला चाहिँ अलिकति हरियालीमा कम भएको क्षेत्र, हाम्रो क्षेत्र चाहिँ अलिकति हरियालीमा कम भएको हुनाले यो वृक्षारोपण गर्नाले चाहिँ हरियाली पनि बढ्ने, त्यसको साथै यहाँ चाहिँ भोलि आयको स्रोत, आम्दानीको स्रोत पनि हुन सक्ने भएको हुनाले चाहिँ हामीले खाला, चिली, पैयुँको बोट, त्यसै गरेर कोइरालाको बोटहरू पनि रोप्न गइरहेको छु। यसको लागि चाहिँ पानी व्यवस्थापन चाहिँ हाम्रो भइसकेको, तर पाइप चाहिँ सबै ठाउँमा नपुग्ने हुनाले हामीले पाइप पनि यहाँ सबैजनाले उचालेर बोकेर ल्याउनु भएको छ। त्यो अनुसार चाहिँ हामीले यहाँ आज वृक्षारोपणको साथै सिँचाइ पनि गर्दैछौँ। र हामीले अस्ति नै भर्खरै रोपेका फुलहरू पनि फुलिसकेको छ। तपाईँहरू सबैजना चाहिँ यहाँ घुम्न आउनुहोला। यो पार्कमा चाहिँ एक्सर्साइज गर्ने ठाउँ पनि छ र यहाँबाट चाहिँ भ्यूहरू हेर्नको लागि चाहिँ एकदम रमाइलो छ। आजको यो कार्यक्रममा चाहिँ हाम्रो ज्येष्ठ नागरिकहरू, बालबालिकाहरूदेखि लिएर सबैजना महिला पुरुषहरू पनि आउनुभएको छ। तपाईँहरू सबैजना यहाँ घुम्न आउनुहोला। यिनी पनि रोप्न हिँडियो फलफुल।